पछि चाहिँ हामी एक दिन त्यहाँ भेटाएको थियौँ अनि चाहिँ पछि म दिल्ली गइहालेँ। दिल्ली जाने बेला मैले चिठी पठाएको भेट्नु आऊ भनेको आएन। त्यहाँदेखि चिठी त्यतिकै बोकेर गएको थिएँ। त्यसपछि चाहिँ मलाई चाहिँ 17 वर्ष पुगेको थियौँ होला हामी त्यति बेला। धेरै ज्यादा हुने हैन 17 वर्ष पुगेको बिहे गरौँ भने क्या कहाँनिर भन्दा ठ्याक्कै त्यो इन्डिया र नेपालको त्यो बोर्डर क्रस गर्ने बेलामा यसरी टाउको झुकाएर चाहिँ त्यो बाँसको मुनिबाट जो मैले चाहिँ त्यति बेला फ्याट्टै एन्सर दिएँ क्या हो कि होइन भन त म तिमीसँग बिहा गर्छु तर जुन दिन चाहिँ तिमीले आफै कमाएर चाहिँ लिएको हुन्छ मलाई बिहा गर्दा चाहिँ मैले खाने भए चाहिँ तिमीले कमाएको हुनुपर्छ भनेर मैले चाहिँ वार्निङ दिएको नि त 17 वर्षको केटीले 17 वर्षको केटालाई। त्यहाँदेखि चाहिँ त्यतिकै खोइ बात पनि त्यति भएन। अनि अहिलेको जस्तो त्यो मोबाइल सुबाइल हुन्थेन नि त। अब सालमा चिठी आउने साथीहरूको हातमा गिफ्टहरू त आधा फुटेर आइपुग्थ्यो है। त्यहाँदेखि मैले दिएको थिएँ नि त। अनि भर त त्यसपछि त म त भेट्नु मलाई नआएपछि चाहिँ म त्यतिकै दिल्लीबाट घर आएर दुबई गएँ उसलाई पनि नभेटिकन। त्यहाँदेखि हाम्रो भेट भएन 3-4 वर्षै 2 वर्ष चाहिँ हामी कन्ट्याक्टलेस भएको थियौँ। अनि त्यति बेला चाहिँ उसले चिठी पठाउने अनि मेरो दिदीले चाहिँ रिप्लाई गर्ने भएको थियो। म चाहिँ नाम तर मेरो दिदीसँग चाहिँ उसले चिठी पठाउने मेरो दिदीले रिप्लाई गर्ने हुँदा भइरहेको थिएछ। अनि एक दिन दिदीले हाम्रोमा मलाई खोज्दै आएको थिएछ कि म दुबई भए पनि मलाई चाहिँ खोज्दै आउँथेछ नि त। त्यही भएर चाहिँ मैले छोड्नु सकिनँ है उसलाई। त्यहाँदेखि चाहिँ भरे दिदीले चाहिँ फोन गराउनु खोजेको थिएछ। अब हाम्रो घरदेखि अलिक माथि चाहिँ इन्डियाको सिम लगेर चाहिँ फेरि ब्याडलक म चाहिँ 7 बजी ठिक्कै त्यति बेला सिरानी मुनि फोन राखेर चाहिँ नुहाउनु गएछु। 18 चोटि कल आएछ। म नुहाएर आउँदा त भरे दिदीले किन कल गरेछ भन्दा ठ्याक्कै ऊ गाडी चढेर गइहालेछ क्या फिल्मको कहानी जस्तो। त्यहाँदेखि चाहिँ त्यति बेला त ज्वाइँ भन्नु मिल्थेन नि त। अनि चाहिँ प्रवीण भाइको यो नम्बर छ तैँले कल गर भन्यो। अनि त्यति बेला चाहिँ यत्रो कार्ड पाउँथ्यो नि त। अनि त्यो यसरी दबाएर बोल्ने फोन होइन यसरी घाममा उभिएर फोन गर्थेँ। अनि ऊ चाहिँ झ्यालको पल्लोपट्टि कुनामा झुन्डेर कल गर्थ्यो अरे कि किनभने इन्डियन नम्बर होइन इन्डियन नम्बरमा टावर नआएर साथीहरू चाहिँ सबै सुतिरहेको हुन्थ्यो अरे ऊ चाहिँ झ्यालमा झुन्डेर कल गरिरहेको। त्यहाँदेखि 25 दिरामको आउँथ्यो कि त्यति बेला त्यो कार्ड। अब घरभित्रबाट मोबाइल हुन्थेन। मोबाइलबाट बात गरौँ भने त्यसरी कन्ट्याक्ट गर्नु सकिन्थेन। महँगो हुन्थ्यो नि त। अहिले जस्तो त्यो कि प्याक स्याक के हुन्थेन। अनि फेसबुकहरू थिएन। त्यहाँदेखि अलिक पछि चाहिँ उयो आयो त्यो के त यस्तो के त